जे पनि सिक्नुहोस् कसरी युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आज हामी एउटा नेपाली अनुवाद अथवा नेपाली किप्याडको बारेमा कुरा गर्नेछौँ। जस्तै सबैभन्दा पहिला तपाईले फेसबुकमा लाइक गर्नुहोस्, युट्युबमा सब्स्क्राइब गर्नुहोस्, ट्विटर छ भने ट्विटरबाट फलो गर्नुहोस्। जस्तै म एउटा साथीको मोबाइलबाट नेपाली स्यामसङ मोबाइलबाट मैले प्रयोग गरेर देखाउन गइरहेको छु। जस्तै मैले कुनै पनि सफ्टवेयरहरू इन्स्टल या डाउनलोड कसरी गर्ने भनेर मैले लिनुवा मोबाइल अथवा आइफोनबाट प्रयोग गर्दै आइरहेको छु। जस्तै मैले स्यामसङ मोबाइलहरूमा धेरै सफ्टवेयरहरू बनाएको छैन, म यस्तै एउटा साथीको एउटा मोबाइलबाट देखाउन गइरहेको छु। जस्तै सबैभन्दा पहिला तपाईले प्ले स्टोर ओपन गर्नुहोस्। म यहाँ प्ले स्टोर ओपन गरिसकेपछि त्यहाँनिर गएर तपाईले टाइप गर्नुहोस् नेपाली किप्याड भनेर टाइप गर्नुहोस्। तपाईले नेपाली किप्याड टाइप गरिसकेपछि नेपाली किबोर्ड भनेर यसरी आउँछ। यो इन्स्टल गरिसकेको छ साथीले। माथि हेर्नुहोस् क ब च द ए भ ग भनेर यसरी लेखेको छ यहाँ। अब तपाईले यहाँ तल गर्न सक्नुहुन्छ। यस्तै यहाँ जस्तै हेर्नुहोस् तल सफ्टवेयरहरू मैले फोटाहरू देख्न खोजिरहेको छु। जस्तै कुनै पनि सफ्टवेयर इन्स्टल गर्दै या डाउनलोड गर्दाखेरि तपाईले इन्स्टलमा राखेर त्यहाँभन्दा तल फोटाहरू दिए हुन्छ, इमेजहरू। यसमा फोटोहरू पनि राख्न मिल्छ। नेपाली किप्याड थिम्सहरू भनेको छ, थिम्सहरू मिलाउन मिल्दो रहेछ। नेपाली किबोर्ड सेट फोटो एन्ड किबोर्ड भने तपाईँको आफ्नो फोटोहरू पनि राख्न सक्नुहुँदो रहेछ। हेर्नुहोस् आफ्नो फोटोहरू यस्तो राखेर तपाईँले यहाँ माथि टाइपिङ गर्न सक्नुहुँदो रहेछ। यस्तै नेपाली अक्षरमा नै उपलब्ध हुँदछ। जस्तै तपाईँले नेपाली अक्षरहरू उपलब्ध हुन्छ यहाँ हेर्नुहोस्। यसमा तपाईँले साउन्डहरू भोइसहरू मिलाउन मिल्दो रहेछ। जस्तै अडियो यहाँ फोटो यहाँ अटोमेटिक भनिन्छ। यस्तै यहाँ सबै कुराहरू रहेछ। यहाँ तपाईँले सबै कुराहरू गर्न सक्नुहुन्छ। अब हामी ब्याक जाउँ। ब्याक गइसकेपछि म त्यसको किबोर्डको प्रयोग गर्न गइरहेको छु। जस्तै नेपाली किबोर्ड भनेर यहाँनिर आएको छ हेर्नुहोस्। यहाँनिर ओपन गरौँ नेपाली किप्याड एन्ड लोडिङ भनेर। यसलाई इन्टरनेटको आवश्यक पर्छ। जस्तै इन्टरनेट भए त्यति प्रयोग गर्न सकिँदैन। अर्को तपाईँले इन्टरनेट बिना नि काम गर्न सक्ने अर्को एउटा सफ्टवेयर छ। जस्तै थिम्स भनेको छ यहाँ माथि हेर्नुहोस्। यहाँ थिम्समा यहाँ तपाईँले हेर्नुहोस् यस्तो तरिका कुन चाहिँ तपाईँले राख्ने सेलेक्ट गर्ने। यहाँ थिम्स यहाँ कुन चाहिँ कलर राख्ने मेरो साथीले पहिला सिलेक्ट गरिसकेको छ। म सिलेक्ट गर्नु तपाईँले यसमा क्लिक गर्नु अटोमेटिक सिलेक्ट हुन्छ। त्यही ब्याक जाउँ। ब्याक गएपछि इमेज हुन्छ। अब यहाँ तपाईँले इमेज कुन राख्ने फोटो खिचेर राख्ने खान सक्नुहुन्छ। क्लोज ग्यालेरी भनेको छ। त्यही यहाँ ग्यालेरीमा गएर कुनै पनि फोटो जस्तै म यो लिन्छु फोटो, यो फोटो म लिन्छु। यहाँ लिएर म सेभ गरिदिन्छु। जस्तै यहाँ हेर्नु सेभ गर्ने मैले। फेरि ब्याक जाउँ। प्रचारहरू आइरहेको छ। यहाँ तल गएर फेरि प्रिभ्यू भनेको छ। यहाँनिर हेर्नुहोस् अक्षरहरू देखिएन। अलि अर्को चेन्ज गरौँ। फोटाहरू यहाँ अक्षरहरू क्लियर आएन। जस्तै इमेजमा जाउँ। फेरि ग्यालेरीमा जाउँ। कुनै पनि सिलेक्ट गरौँ। जस्तै यो चस्माको फोटोहरू छ नि। यस्तो चस्माको डिजाइनहरू छ। जस्तै म यो चस्मा प्रयोग गर्छु। यो क्लियर सेतोमा सहिले क्लियर आउँदैन जस्तो लाग्छ। यसलाई सेभ गरौँ। त्यतिखेर तपाईँको प्रचारहरू आइरहन्छ। ब्याक गरिदिनु होला। जस्तै यहाँ गएर लेख्नु पऱ्यो भने यस्तै हेर्नुहोस् यहाँ नेपाली छ। इङ्ग्लिसमा गरौँ भने नेपाली आउँछ होला हेर्नुहोस्। यस्तरी लेख्नुहुन्छ नेपालीबाट। मिलाउने त साइडमा छ। यहाँ रि यस्तै ता लेख्नु पऱ्यो भने यस्तै म त्यति प्रयोग गरेको छैन। मलाई अलिक खोज्नु गाह्रो भइरहेको छ। तपाईँले मेरो यो एरो छ माथि सार्नु पनि आउँछ है। आई आउँछ यसरी। ए रूप आउँछ थ आउँछ यसरी एरो छ। तपाईँले एरो सार्दै यो डिकाहरू माथि कोमाहरू यस्तै डिकाहरू यस्तै मिलाउँदै जाने। यहाँ तल अङ्क पनि छ। यहाँ नेपाली अङ्कहरू यहाँ तपाईँले गर्न सक्नुहुन्छ। एकबाट लिएर 3 4 4 5 सम्म 7 8 9 10 सम्म छ 9 सम्म छ सरी। त्यस्तै गरेर तपाईँले यहाँ लेख्न सक्नुहुन्छ। यस्तै यहाँ प्रचार देखाइन्छ। इन्टरनेट माध्यमबाट चल्दै हुन्छ। अब यहाँ तपाईँले आफ्नो अडियो बारेमा गर्न सक्नुहुन्छ। किप्याड यसको मतलब साउन्ड आउनु जानिन। साउन्ड किप्याड भन्ने छ। तपाईँले साउन्डहरू किप्याड गराउने साउन्ड भोल्युम तपाईँ यसो किबोर्ड टाइप गर्दा आउने हो कि किप्याड टेक्स्ट कलर भनेको छ तपाईँले कलरमा राख्ने हो कि। जस्तै यहाँ पहिले यस्तो तरिकाको सेटिङ हुनुपर्छ। यहाँ अटोमेटिक साथीले सेटिङ गरेको छ। मैले तपाईँलाई सेटिङ गरेर म देखाउँदैन किन भन्दाखेरि पहिले सेटिङ भएको छ। यस्तो तरिकाले सेटिङ गर्नुपर्ने हुन्छ। यो धेरै तरिकाको छ। तपाईँले यस्तै गरेर किप्याडहरू आफ्नो मोबाइलमा इन्स्टल गरेर स्यामसङ मोबाइल या कुनै पनि स्क्रिन टच मोबाइल काम गरिरहेको छ। र यो धेरै
ले पनि डाउनलोड गरेको छैन। जस्तै मैले अघि हेर्न मैले बिर्सेँ, त्यहाँ धेरैजनाले पनि यसलाई डाउनलोड पनि गरिसकेको छैन। हेर्नुहोस् 50,000 मात्रै जनाले डाउनलोड गरिसकेको रहेछ। यो सफ्टवेयरहरू धेरैजनाले गरेको छैन, प्रयोग गरेको छैन। जब यसको चाहिँ फेरि रेट चाहिँ 4.2 रहेछ। रेट चाहिँ एकदम राम्रो रहेछ सफ्टवेयरको, एकदम राम्रो छ सफ्टवेयरको यो रेट चाहिँ। 50,000 मात्रै डाउनलोड गरेको छन्। त्यसरी गरेर मैले धेरै भिडियोहरू हालिसकेको छु। तपाईँले मोबाइलको सफ्टवेयर या पिसीको सफ्टवेयर कसरी डाउनलोड गर्ने, कसरी इन्स्टल गर्ने, कुन सफ्टवेयर कति दिनसम्म चल्छ र कुन सफ्टवेयरले भिडियोहरू डाउनलोड हुन्छ फेसबुक या युट्युबबाट, त्यसको बारेमा मैले भिडियो बनाएर हालिसकेको छु। तपाईँले त्यो भिडियो हेर्नु होला। यो भिडियो हेरिसकेपछि तपाईँलाई कस्तो लाग्यो तल कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला, सुझाव छोड्नु होला, मलाई यस्तो भिडियो चाहियो भन्नु होला। धेरै साथीहरूले भन्नुहुन्छ नेपाली लेख्न गाह्रो हुन्छ अथवा अप्ठ्यारो हुन्छ कुन सफ्टवेयरहरू, तर नेपाली लेख्ने एउटा हाम्रो पात्रोको सफ्टवेयर छ, हाम्रो किबोर्ड भन्ने छ। त्यो किबोर्ड पनि तपाईँले त्यहाँ डाउनलोड गरेर चलाउन सक्नुहुन्छ। हस्, यो भिडियो हेरिदिनु भयो होला म ठुलो आशा गर्छु। हस्, धन्यवाद, शुभ दिन, थ्याङ्क यू।